श्रम संस्कृति है, काम गरेर हामी देश बनाउँछौँ भन्ने पार्टी हो। विदेशी ऋणले होइन है, हाम्रो आफ्नै पाखुराको दमले है, विदेशी ऋणले अरूले गरिदिन्छ नि, म त्यता हातमा धेरै यसो हेर्छु, भर रमित हेर्छु भनेर होइन, आफैले काम गरेर देश बनाउनुपर्छ भन्ने पार्टी हो यो। ल कुरा बुझ्नुभयो नि? त्यसो भएको कारणले यो चिज, यो चुनाव चिन्हमा भोट हाल्नुपर्छ। अब भोट हाल्दाखेरि जम्मा 2वटा पत्र हुन्छ। राम्रो बुझौँ है, राम्रो बुझौँ है, एकछिन पर्दैन। 2टा पत्र हुन्छ। एउटा यो होइन प्रत्यक्ष भन्ने, यसमा चुनाव चिन्ह आउँछ। हो यहाँनिर छ, ऊ त्यहाँनिर छ, हो त्यहाँनिर छ, देखाउनु भयो, देख्नुभयो नि, हो त्यहाँनिर एकचोटि मात्रै हाल्ने होइन, उता अर्कोमा पनि हाल्ने, त्यहाँ पनि हाल्ने होइन। राम्रो ध्यान दिउँ है, राम्रो ध्यान दिउँ। एकचोटि मात्रै हाल्ने। हाल्दाखेरि कहाँ यस्तो बुढी औँलाले नहाल्ने गरेर है, पेन्सिल जस्तो दिएको हुन्छ एउटा चोकले, त्यसले ट्याक्क गरेर ठ्याक्क त्यहाँ लगाएर मजाले पट्टाउने होइन, यसो गरेर के अरे यसलाई छोपेर पट्टाउने अनि लगाउने। ल अर्को फेरि दिन छ, यो दिन छ, यो चाहिँ समानुपातिकको होइन, यो चाहिँ हर्क साम्पाङलाई भोट हाल्ने होइन, अर्को यो चाहिँ हर्क साम्पाङको पार्टीलाई भोट हाल्ने, समानुपातिक भन्छ। यो चाहिँ धेरैवटा छ है, धेरैवटा भएकोमा चाहिँ यता सुन्नु है, यहाँ तलबाट हेर्दै है, यस्तो गरेको छ नि, यस्तो गरेको यतापट्टि अगाडिपट्टि मोबाइल छ, मोबाइलदेखि माथि 1 2 3 4 स्टेपमा हाम्रो चुनाव चिन्ह छ। एउटा पेपरमा एक ठाउँमा मात्रै छाप लाउनुपर्छ हो है, त्यहाँ पनि लाउनु भयो अनि अन्यत्र पनि लाउने बदर हुन्छ। त्यसरी भोट तपाईँहरूले हाल्नुभयो भने हामी जित्छौँ। हामी जित्यौँ भने हामी किसानको दिन फर्काउँछौँ, मजदुरको दिन फर्काउँछौँ, गरी खाने मान्छेको दिन फर्काउँछौँ। यस्ता नानीहरूको भविष्य मजाले कोर्छौँ। हामी भ्रष्टाचार गर्दैनौँ। भ्रष्टाचारीले देश बेचेको पैसा बाँडिराखेको पनि छ भन्ने सुन्छु। यतातिर त बाँडेको छैन होला, बाँड्यो भने होइन त्यस्तो पैसा लिनु हुँदैन, त्यो पाप हो। पाप के हो? पाप। अलिक साह्रो भन्नु त के हो है? देश बेचेको पैसा बाँड्छ, बाँडेर त्यहाँदेखि खानु हुँदैन त्यस्तो है। त्यस्तो फटाहारको पैसा तिनीहरूले लैजाओस् ल। हो, चुनावमा भोट बेच्नु हुँदैन, चुनावमा भोट बेच्नु हुँदैन। कसैले बेच्यो भने खबरदारी गर्नुपर्छ। म त्यो पनि भन्न चाहन्छु। ल हामी यो देशको भविष्य बनाउन चाहन्छौँ, त्यो हो। धेरै कुरा मैले राखिनँ, भाषण गर्न चाहिनँ, मैले त्यति मात्रै भने। र यहाँ थुप्रैजना दिदीबहिनीहरू हुनुहुन्छ, अलिअलि टिका चाहिँ बाँडेर लाउँदा राम्रो हुन्थ्यो। मेरो टाउकोमा चाहिँ यत्रो धेरै टमाटर जस्तो देखिरहेको छु होला होइन, तपाईँहरूको विचारमा चाहिँ छैन होइन। पछि जितेर आएपछि, ल जितेर आएपछि अहिले लाउनु हुँदैन है। ल यति भनेर दिदीबहिनी दाजुभाइले सबैजनाले माटो चिन्हमा भोट हाल्नुहुन्छ नि। ल धन्यवाद। त्यति भन्दै अहिलेलाई मैले यति मात्रै भने। ल उता परसम्म पुग्नुपर्छ। नमस्कार छ, जय हो। यता ल्याउनुहोस् ल निधार। कसले पायो यो, कसले पाएको छैन। ल फोटो चाहिन्छ, फोटो चाहिन्छ। तपाईँहरूले पाउनु भयो।